ल आए सबजना फेरि पनि म गौरव प्रसाई अनि म यसो घुमिराख्दाखेरि चाडपर्वको बेलामा तिहारमा के कस्तो माहौल हुन्छ भनेर घुमिराख्दाखेरि चाहिँ यहाँ तिनजना दाईहरू हुनुहुँदो रहेछ। उहाँहरू चाहिँ सर्भिसमै गरिराख्नु भएको रहेछ अनि सबैजना चाहिँ हाम्रो झापैबाट बिलङ गर्नुहुँदो रहेछ क्या। अनि अनि तपाईँले छुट्टी पाउनुभयो तिहारमा? तिहारमा हाम्रो भयो छुट्टी, तर हाम्रो यहीँ बसाइ काठमाडौँमै भयो। काठमाडौँमै बसाइ भयो घर गइ भएन। हजुर हजुर। अनि अहिले यो देशको जुन तपाईँको यो अहिले भइरहेको छ नि, अब देश कता जान्छ जस्तो लाग्छ तपाईँहरूलाई यसो सोच्दाखेरि? अब देश कि त 20 वर्ष पछाडि जान्छ कि त 20 वर्ष अगाडि जान्छ। हजुर हजुर हजुर। जेनजीले गर्दा त्यति चाहिँ परिवर्तन हुन्छ कि भन्ने आशमा छौँ हामी। हजुर हजुर। तो तिहार पछाडि चाहिँ ठुलो आन्दोलन छ है। लाइक तपाईँहरूले एउटा फिल गर्नुभयो नेपाली सेनाले के अरे केपी ओलीलाई के अरे प्रचण्डलाई सेक्युरिटी दिन भन्दा उसले आफ्नो वाइसिएल ट्राई गर्यो नि त होइन। अनि हामीहरूको कयौँ वर्षसम्म जङ्गलमा बसेका मान्छेहरू एउटा भनिदिउँ एक किसिमको थियो नि त उनीहरूको रिभोल्युसन थियो नि त। कति हतियारहरू चाहिँ तपाईँको के भन्छ सोसाइटीमा लाइक भनौँ न सरकारमा दिएको छ, तर कति कुराहरू चाहिँ लुकेको पनि छ। फुल्ली उनीहरूले गरेको छ जस्तो लाग्दैन क्या। अनि यहाँ मलाई के पनि लाग्छ भन्दाखेरि मेरो सोचमा चाहिँ के पनि छ भन्दाखेरि चाहिँ जुन यो आग लागि भनेको एकदम नराम्रो कुराहरू भयो। हाम्रो नेपाल त्यत्तिकै रेन्टमा छ क्या, विदेशी मुलुकको रेन्ट होइन। अब त्यो जलाइएका सिंहदरहरू बनाउनु अझै फेरि दिन लाग्छ मन्त्री बस्ने क्वार्टर बनाउनु अझै लाग्छ क्या। अनि मैले एउटा कुरा के सुनेको थिएँ भन्दाखेरि चाहिँ अब मेरो पोइन्ट अफ भ्यूबाट होइन मैले चाहिँ के कुरा सुनेको थिएँ भन्दा यो अफगानिस्तान भयो सिरिया भनिदिउँ न, यदि जेनजीको प्रोटेस्टले मायाको फल त्यो तरिकाको भएन भने चाहिँ कता न कता हाम्रो देश त्यहाँ पनि जान्छ जस्तो लाग्छ है मलाई। त्यो स्थिति अब युवा हामीले चाहिँ के भने त्यस्तो परिस्थिति नआओस् है। सकभर राज्य पक्ष लगायत है अरू जुन हाम्रो चाहिँ अब जति पनि यहाँ जेनजी पुस्ता भए अथवा जति पनि राजनीतिक दलहरूले त्यस्तो खालको परिस्थिति चाहिँ नआओस् भन्ने हाम्रो चाहना चाहिँ हो होइन। त्यो चाहिँ अब सबैले मिलेर आफ्नो देशलाई चाहिँ कसरी बनाउने होइन, सामन्त कसरी अब गर्ने भन्ने विषयमा चाहिँ अब राष्ट्रिय पक्ष अनि सबै जेनजी पुस्ता लगायत युवा सम्पूर्ण पार्टीको होस् अथवा जेसुकै उहाँहरूले चाहिँ राम्रो आफ्नो देशलाई चाहिँ कसरी अगाडि बढाउने के भन्छ तपाईँको अब अहिले त कस्तो खालको सिस्टम पनि भएको छ भन्दाखेरि हजुरको मलाई चाहिँ के पनि लाग्छ भन्दा जुन त्यो आन्दोलन हुँदाखेरि त्यो आगजन लगाइयो नि त्यो राजनीतिक स्वार्थमा लगाइएको जस्तो लाग्छ कि। किन भन्दाखेरि मौकाको फाइदा उठाएको छ अनि जुन कदमहरू निस्क्यो नि अनि जेनजीलाई राखेर एउटा अन्तरिम सरकार बन्यो, तर त्यो सरकारले पनि काम नगरे जस्तो। काम त्यो त एकदम बिल्कुल गरेको छ भन्ने नै भएन, कामै नगरिरहेको। अनि जुन कुराहरू लाइक खुलेआम हिँडिरहेको छन् क्या, जो मान्छेहरूलाई जेल पछाडि लग्नुपर्ने त्यो राजनीतिक दलहरूका मान्छेलाई खुलेआम हिँडिरहेका छन्। अनि त्यो पछाडि फेरि एमालेका मान्छेहरू पार्टीहरू बाहिर उठेका छन्। यो भएको छ त्यो भएको। भोलिको दिनमा चाहिँ मलाई चाहिँ के लाग्छ भन्दाखेरि दाइ भोलिको दिनमा चाहिँ जनता लड्ने रहेछन् कि जनतै लड्ने रहेछ। स्थिति आयो भने अब अहिले जेनजीको पनि हेरौँ होइन, अस्ति अब आन्दोलन गर्दाखेरि अब देशलाई परिवर्तन गर्ने भनेर युवाहरू सबै भेला भएर एकाग्र रूपमा चाहिँ अब होइन अब सत्ता एउटा यो त इतिहासै जस्तो हो नि त होइन, पल्टायो। तर लास्टमा आएर चाहिँ अब सरकार चाहिँ जेनजी पुस्ताले चाहेको नभएको हो कि भन्ने खालको चाहिँ हेरे जेनजी पुस्ता त जेनजीले त एउटा प्रोटेस्ट भनेको हाम्रो करप्सनको कहाँ गयो त होइन, करप्सनको लागि हो होइन। अनि अर्को कुरा के हो भन्दाखेरि चाहिँ तपाईँको सरकारले अब पुरानो पार्टीहरूलाई सेक्युरिटी दिएको छैन। उनीहरू भनेको कयौँ वर्षदेखि कयौँ समयदेखि त्यो कुर्सीमा बसिरहेका मान्छेहरू हुन्। उनीहरूसँग आफ्नो व्यक्तिगत एउटा पावर पनि छ। भोलिको दिनमा अब यहाँ के हुने रहेछ भन्दाखेरि द्वन्द्वकाल टाइपको हुन्छ जस्तो लागेको छ क्या। किन भन्दाखेरि मान्छेहरू अहिले चाहिँ इन्डियामा अब धर्महरूलाई उयो गरेर धर्मको त्यो तरिकाले कतिवटा झगडाहरू भइरहेको हुन्छ नि होइन हाम्रो होइन। अनि हाम्रो नेपालमा चाहिँ के हुन्छ जस्तो लाग्छ भन्दाखेरि चाहिँ तपाईँ एमाले हुनु तपाईँलाई नराम्रो कुरा कस्तो हो भन्दाखेरि चाहिँ तपाईँहरूले गरेको कुराहरू गलत हो। तपाईँ मेरो
उसमा गर्नुहुन्छ बस्नुहुन्छ हामीले पहिला दिएको मान्छेहरूले कामै गरेको छैन भनेर मैले तपाईँलाई भनेको भने तपाईँले त्यो कुरा चित्त बुझेन भने तपाईँको पार्टीले मेरो पार्टीलाई या त हुन्छ नि त्यो किसिमको पार्टी बिच द्वन्द्व पार्टी बिच द्वन्द्व हुन्छ। स्वतन्त्र मान्छेहरू पनि अब फ्रिडम अफ स्पिच भन्ने कुराहरू चाहियो होइन। सबैलाई क्या फ्रिडम अफ स्पिच छ नि त, आफ्नो राख्न पाइयो। म पनि राखिरहेको छु होइन। अनि कतिजना झोले भइरहेको छ, यताउति भइरहेको छ भन्ने कुराहरू पनि छ होइन। त्यही माथि हामीहरूको एज ग्रुपको मान्छेहरू हुन्छ। अनि एउटा अस्ति भर्खर हाम्रो गाउँतिर चाहिँ बिरतामोडमा चाहिँ एउटा एमालेको र्याली रहेछ। त्यस्तै म जेनजी पुस्तामै पढ्छु भनेर होइन, त्यो व्यक्ति चाहिँ तपाईँको म जेनजी पुस्तामा बस्छु, मलाई एमालेको मान्छेहरूले बोल्न दिँदाखेरि चाहिँ म एकदमै खुसी छु, हामी देशलाई परिवर्तन गर्छौँ भन्ने टाइपको कुराहरू गरिरहेको छ। अनि सबैभन्दा दुःखद लाग्दो कुरा के हो भन्दाखेरि त्यो उसमा गरेको होइन 18 हो कि 19 हो जुन मान्छेलाई त्यहाँ उठाइएको छ नि, त्यो मान्छेलाई पनि थाहा छैन क्या कुन दिनमा चाहिँ तपाईँको के भन्छ या नेपाल यत्रो ध्वस्त भएको भने एक्ज्याक्टली टाइमै थाहा छैन क्या। अनि म देश बनाउँछु भनेर हिँड्छन् क्या, म देश बनाउँछु भनेर हिँड्छ। अनि यो जेनजीको फुरफुरे अरे होइन, फुरफुरे अरे केही पनि हुँदैन अरे, यताउति अरे यो खालको। अनि यस्तै कुराहरूबाट हुने रहेछ कि। हस् त दाइ, तपाईँको नाम? हजुर, मेरो नाम लक्ष्मण राई।